आज मिति 2082 साल फागुन 12 गते मङ्गलबारको दिन यो खोटाङ सिंचनमा दिप्रुङ गाउँपालिका वार्ड नम्बर 4 बतासे भुल्केमा आज हिजो चाहिँ अमला खोजेर कुटियो। दिनभरि राति अलिअलि र आज बिहानसम्ममा 11 बजीसम्म कुटिसक्यो र अहिले चाहिँ फेरि हर्रो दिउँसो खोजेर अनि दिउँसो एकजना प्रताप राई नाम गरेको नातिलाई झार्नु लगाएर चाहिँ यहाँ हाम्रो नारायण राईको जग्गाबाट चाहिँ अब यो बर्रो हर्रो टिपेर चाहिँ यहाँ कुटिँदैछ। यहाँ मैले चाहिँ यसरी यो यहाँ अलिकति राजेन्द्र राई भान्जाले अलिकति कुट्नु सघाइदिनु भयो र अहिले म कुट्न लागिरहेको छु यसरी। अनि ठक्क यसबाट चाहिँ अब के छ त, अब यहाँ बाँकी यहाँ पनि छ है यो हर्रो अनिखेरि दिउँसो अमला। अब बर्रो चाहिँ गाईघाटमा छ। यो हर्रो बर्रो अमला 3 थोक मिसाउने अनि त्यहाँ अब अर्को चाहिँ बिरे नुन पनि हाल्ने अनि त्यहाँ चाहिँ शङ्ख भस्ममा हाल्ने अनि यसरी सबै कुराहरू मिक्स गर 3टा कुरा 3टा फल र 2टा अरू पनि आयुर्वेदिक डाक्टरहरूसँग सरसल्लाह लिएर लगाएर चाहिँ अनि त्रिफला बनाइन्छ। त्रिफला बनाएर त्यो त्रिफलाले चाहिँ हामीलाई ग्यास्ट्रिक लागेको कुराहरू, यसको काम के हो त भन्दाखेरि ग्यास्ट्रिक लागेको मान्छेले, कब्जियत भएको मान्छेले खाने हो र ग्यास्ट्रिक बिग्रियो भनेदेखि अल्सर हुनसक्छ। अल्सर हुनबाट बचाउने दबाई हो यो। र यसले चाहिँ के पनि गर्छ भने आँखाको ज्योति दैनिक खाने गर्मीमा आँखाको ज्योतिमा यसले बढाउँछ। बोमिट आउनु खोज्यो भने सामान्य कुराले के बोमिट आउनु खोज्यो भनेदेखि गाडीहरू असर यस्तोमा चाहिँ यसले केही काम गर्छ, केही रोकथाम गर्छ, पुरै त होइन केही रोकथाम गर्छ, त्यस्तो यो चिज हो। र यो चाहिँ खायो भने हामीलाई के हुन्छ त, खाना पचाउने रुचाउने काम गर्छ। एकदम भोक लाग्ने अनि खाना रुचाउने र खाना पचाउने काम गर्छ यसले। र खाना पचाइसकेपछि मान्छे चाहिँ त्यसै मानिसको निरोगी भएपछि मान्छे तागतिलो मान्छे हुन्छ, रोगहरू जान्छ भन्ने कुरो चाहिँ यो यहाँहरू सबैलाई जानकारी गराएर यहाँहरूले पनि खानु सक्नुहुन्छ। यो चाहिँ एकदम राम्रो। कहिलेकाहीँ तपाईँले युवा मञ्चहरूमा सामान्य ज्ञानमा त्रिफला भनेर भन्नुभएको होला, सुन्नुभएको होला। यो त्रिफला भन्ने कुरो यो चिज हो। हस्, यहाँ चाहिँ मलाई सहयोग गर्ने यो भान्जा पनि ठ्याक्कै आइपुग्नु भएको छ। उहाँ चाहिँ हाम्रो राजेन्द्र राई हुनुहुन्छ। अनि त्यहाँदेखि अर्को चाहिँ खै कता गयो कता ल यही हो। अब हामीले चाहिँ यसरी बनाइराखेको यहाँ चाहिँ मैले यहाँ यो मेरो खानेपानी थर्मस पानी छ, तातो पानी, अनि ठक्कसँगले यसरी हामी बनाइराखेका छौँ। अनि यी ल अब मलाई चिनिहाल्नुहुन्छ, मेरो नाम सतीश सालजल। म चाहिँ यो औषधि आफ्नो लागि बनाएको र कसै नरनाता सरसाथीभाइलाई पनि कसैलाई यसो दिन सकिन्छ भन्दै म आजलाई यहीँ राखेँ। ओके, सबैजनालाई अब म अहिले सम्मान गर्ने मानिसहरूलाई मेरो स्यालुट र मभन्दा जुनियर भाइ बहिनीहरू, जुनियर जो कसैलाई पनि मेरो तर्फबाट फ्र्याङ्क किस ल।